सबैलाई नमस्कार। यो चाहिँ मेरो हुक वेदर स्टेसन हो हैन। यसमा एउटा डिस्प्ले छ। यहाँबाट डिस्प्ले मेसेज देखाउँछ कति टेम्परेचर ह्युमिडिटी कति छ। डेटहरु देखाउने काम गर्छ। यो सेन्सर हो, यसले चाहिँ डेटा लिने काम गर्छ, सेन्स गर्ने काम गर्छ। टेम्परेचर र ह्युमिडिटी यसले पावर दिएको छु मैले। यसले पावर चाहिँ मोबाइलको चार्जरबाट केबलको थ्रुबाट दिएको छु मैले। ओके, यसलाई चाहिँ म यसमा कनेक्ट गर्छु। यसमा कनेक्ट गर्छु र कनेक्ट गरेर पावर दिन्छु। म यसलाई अन गर्छु। अन गर्ने बित्तिकै यता चाहिँ वाइफाईसँग कनेक्टिङ भनेर आउँछ। वाइफाईसँग कनेक्ट भइरहेछ यो। वाइफाई कनेक्टेड भइसक्यो है। सुरुमा चाहिँ र्यान्डम डेटा आउँछ। यो डेटा अपडेट चाहिँ मैले चाहिँ 20 मिली सेकेन्ड पछाडि अपडेट होस् भनेर बनाएको छु। त्यही भएर चाहिँ 20 मिली सेकेन्ड पछाडि मात्र यो अपडेट हुन्छ। यसमा चाहिँ टेम्परेचर, ह्युमिडिटी, डेट र टाइम देखाउने काम गर्दछ। ओके, र यो डेटालाई हामीले चाहिँ तपाईहरुले पनि एक्सेस गर्न पाउनुहुन्छ इन्टरनेटको थ्रुबाट। जो कोहीले पनि एक्सेस गर्न पाउँछ। र यो चाहिँ अपडेट भइसकेको छ। यता चाहिँ टेम्परेचर 25 डिग्री सेल्सियस, ह्युमिडिटी चाहिँ कति दिएको छ 55%, र डेट चाहिँ 2025 6 महिना 19 गते इन्डियन डेट रहेछ है यसमा चाहिँ। यसपछि नेपाली डेट पनि गराउन मिल्छ। अनि टाइम चाहिँ 12:08 मिनेट भएको छ भनेर देखाएको छ। ओके, र यही डाटालाई चाहिँ हामीले चाहिँ मोबाइलको थ्रुबाट तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। जुन चाहिँ मैले जस्तै इक्जाम्पलको लागि कम्प्युटरमा देखाएको छु मैले चाहिँ। यो चाहिँ मेरो टेम्परेचरको डेटा भयो। ओके, यो चाहिँ मेरो ह्युमिडिटीको डेटा भयो। यो चाहिँ तपाईहरुले पनि हेरेर एक्सेस गर्न पाउनुहुन्छ। यसको लागि म एउटा लिंक दिन्छु। जस्तै यो लिंकमा चाहिँ त्यो लिंकलाई पेस्ट गरे भने नयाँ विन्डोजमा चाहिँ नेट चलिरहेछ भनेपछि आउँछ, चलिरहेको छैन भने चाहिँ आउँदैन है। यसमा तपाईले हेर्न सक्नुहुन्छ। अर्को लोड लगिरहेको छ। यसमा डेट, टाइमहरु यता सब लिनेछ। यो चाहिँ रिसेन्टली अपडेट भएको हुन्छ। यसमा टाइमहरु सर्टेन टाइममा कति टेम्परेचर थियो, कति ह्युमिडिटी थियो सब हेर्न मिल्छ है। जस्तै यो टाइममा चाहिँ सर्टेन टाइममा अब यसमा चाहिँ मैले अध्ययन गर्नु पर्यो भने टेम्परेचर 25 डिग्री सेल्सियस थियो अरे हैन। डेटहरु यताउता हेर्न मिल्छ। यो चाहिँ टेम्परेचरको लागि हो, यो चाहिँ ह्युमिडिटीको लागि हो। यसमा चाहिँ डाटा चाहिँ अपडेट चाहिँ प्रत्येक 20 सेकेन्ड पछाडि हुन्छ, जुन चाहिँ मैले प्रोग्राम गरे अनुसार। सो यति नै हो। थ्यांक यू।